अब सेकेन्ड इन्ट्री जुन पैसा आएको छ त्यो चाहिँ हामीले सेयर क्यापिटलमा ट्रान्सफर गर्नुपर्ने हुन्छ या ट्रान्सफर इन्ट्री भनिन्छ। सो ट्रान्सफर गर्ने बेला के गर्ने भन्दाखेरि जुन यहाँ क्रेडिट भएको छ नि द्याट इज सेयर एप्लिकेसन र यो एमाउन्ट, यही एमाउन्ट र यो एकाउन्ट चाहिँ डेबिट हुन्छ। सो डेबिट गर्छौँ सेयर एप्लिकेसन एकाउन्ट डेबिट 4,80,000 अनि क्रेडिटमा एक लाइन खाली छोडिदिएँ, 1-2 लाइन खाली छोडिदिँदा हुन्छ ल, 2 लाइन खाली छोडिदिएँ मैले टु सेयर क्यापिटल अकाउन्ट। अब सेयर क्यापिटलमा चाहिँ कति हुन्छ त हामीले म्याक्सिमम दिन मिल्ने माग्नु त मागे सोरदारले मारेको होइन त सबै दिन मिल्छ त मिल्दैन। हामीसँग म्याक्सिमम दिन मिल्ने सेयर कति छ त यो 10,000 छ। सो त्यही भएर हामीले यहाँ चाहिँ त्यही 10,000 मात्र लेख्छौँ, त्योभन्दा बढी लेख्दैनौँ है। सो 10,000 इन्टु कति दिन्छ एप्लिकेसनमा मात्र लिने 30 रुपियाँ हो नि त होइन। सो 30 सो आयो यहाँ 3 लाख। बाँकी क्रेडिट पुगेन त्यो किन भयो त हामीले हेर है बढी सब्सक्राइब भएको छ नि त ओभर सब्सक्राइब भयो। अब के गरौँ त भन्दाखेरि चाहिँ जति ओभर सब्सक्राइब सबैलाई सेयर दिएनौँ है। सो नो अलर्टमेन्ट वाज मेड टु एप्लिकेट 4,000 सेयर्स। सो 4,000 सेयर एप्लाई गर्नलाई चाहिँ हामीले त्यो ग्रुपलाई चाहिँ सेयरै दिएनौँ। सेयर नदिएपछि उनीहरूको पैसा त फिर्ता गर्नु पऱ्यो किनकि उनीहरूले पैसा एप्लिकेसन फर्म भर्दा दिएका थिए। सो त्यो पैसा फिर्ता गर्नुपर्ने हुन्छ। पैसा दिएपछि हामी ब्याङ्क ब्यालेन्स के हुन्छ घट्छ। सो क्रेडिट भयो अथवा वाट गोज आउट क्रेडिट त्यो एङ्गलबाट पनि है। यहाँ लेख्छौँ टु ब्याङ्क अकाउन्ट। सो कति 4,000 सेयर क्लु उनीहरूले सुरुमा कति छन् 30 रुपियाँ, त्यही एमाउन्ट 1,20,000। अझै कति एमाउन्ट पुगेन 60,000 पुगेन नि त पैसा पुगेन हो। त्यो के कारण हो त हाम्रो अझै पनि जुन एउटा ग्रुपले बढी पैसा तिरेको थियो नि त होइन 12,000 एप्लाई गर्नलाई त हामीले दिएको थियौँ। 12,000 एप्लाई गर्नलाई त हामीले यो 10,000 दिएको थियौँ रेस्ट प्रोबाट भनेको छ होइन। सो त्यही भएर यो त उनीहरूको जति पैसा बढी भयो दिएको छ उनीहरूले हामी यो पैसा चाहिँ हामीले सेयर एलोटमेन्टमा एडजस्ट गर्छौँ है। त्यही भएर टु सेयर एलोटमेन्ट एकाउन्ट यो ब्यालेन्सिङ फिगर हो बाल.फी अथवा 20,00,000 एफ लेख्नु भयो हुन्छ ल डन। सो मैले नयाँ लेखेँ यहाँ के गरेको हामीले सेयर एप्लिकेसन मनलाई ट्रान्सफर गरेको सेयर क्यापिटलमा थोरै सेयर एडमिनमा थोरै र थोरै चाहिँ रिफन्ड गरेको त्यही नै गरेको छौँ है। सो बिङ सेयर एप्लिकेसन मनी ट्रान्सफर्ड टु सेयर क्यापिटल एन्ड एलोटमेन्ट and refunded।